दामी दामी छ है। तपाईहरु पनि आउन सक्नुहुन्छ घान्दुङमा ट्याक्क लाएर दामी ठाउँ छ। त्यही हो गाइस। हो म्युजियम हो र यो के हो अनि म्युजियम भन्छ त संकटकाल हो हरचन्दको पालाको बन्दुक राजवीर हान्छस् भने हान हान्दैनस् भने डर मानी चाहिँ नजा है। खुकुरी पनि कत्रो हो साँच्चीकै काट्ने खुकुरी हो यो। लिम्बूको छोरा खेलमा फेरि 4 इन्ची 4 गर्नु नि फेरि खेलमा पो त सिका हो फेरि साँच्चीको यो त 2 इन्च पनि राखेको है। राजवीर हान्छस् भने हान हान्दैनस् भने डर मानी चाहिँ नजा है। खुकुरी पनि कत्रो हो साँच्चीकै काट्ने खुकुरी हो यो। लिम्बूको छोरा खेलमा फेरि 4 इन्ची 4 गर्नु नि फेरि खेलमा पो त सिका हो फेरि साँच्चीको यो त 2 इन्च पनि राखेको भन्नु है। ढाका टोपी हल्के है तलकै ठिक छ। लाउरे हुन नसक्यो भने लुरे हुन सकिया छ। दिन्छु भने दिन्छु फेरि दिन्छु त म खेलमा 4 इन्ची विचार गर्नु होला। फेरि राईको छोरो लिम्बूको भान्जो ल ठिक छ नेक्स्ट भिडियोमा भेटौँ न। घान्दुङ म्युजियम होइन भन्छ हो म्युजियम हो र यो के हो अनि म्युजियम भन्छ त न त गए टोक्ने नै गुड ठिक छ। रुखमा आए तर चिसो हुँदैछ अन्त दामी भ्यू छ है। हामी बसेको होटल चाहिँ यो आजलाई आज हामी यसमा हो साङ्ग्रिला होटल यहाँ भइहाल्यो। ल नेपाली होमस्टे 16-17 जना आउँछ यसमा चाहिँ।
सो हेलो एन्ड नमस्ते गाइस, सबजना सन्चै आरामै हुनुहुन्छ होला है। म पनि एकदम सन्चै आरामै छु। आज फेरि यही ड्रेसमै म होइन अस्ति मार्दी भन्छु थिएँ भने अहिले फेरि अन्नपूर्ण घोरेपानी पुनिलको 7 दिनको ट्रेकिङ आएको है। त्यहाँ चलाएर त्यही हो भिडियो कस्तो हुन्छ लाइक कमेन्ट सेयर गर्नुलाई है।